के भयो हजुरलाई? मेरो हात अड्किएर दुख्यो। कति भयो हात अड्केर दुखेको? 1 वर्ष। 1 वर्ष भयो। अर्काएर देखाउनुहोस् त एकपल्ट। दुख्यो है। ल फेरि अर्काउनुहोस् त एकपल्ट। देखाउनुहोस् त। यो सिधा गर्नुहोस्। फेरि अर्काउनुहोस् त एकपल्ट। सिधा गर्नुहोस् है। हस्। आफैले सिधा गर्न सक्नुहुन्न? घरि सक्छु, घरि सक्छु। ए घरि सक्नुहुन्छ, घरि सक्नुहुन्न। यो 1 वर्षै भइसक्यो। सिधा गर्ने बेलामा एकदमै दुख्छ है। मुठी कसेर खोल्नु भयो भने सिधा गर्ने बेलामा एकदमै दुख्छ। ल एकपल्ट फेरि सिधा गर्नुहोस् त। आफैले सिधा गर्नुहोस् त है। सिधा भयो है। फेरि एकपल्ट गर्नुहोस् त। बिस्तारै ल बिस्तारै खोल्नुहोस् त। खोल्नुहोस् त। हजुरको 1 वर्ष भइसक्यो। त्यही भएर औषधिले चाहिँ खासै काम गर्दैन होला। औषधि धेरैपल्ट खाइ पनि सक्नुभयो होइन? अरू ठाउँ पनि देखाउनु भएको थियो है। औषधि खाएर भएन। अब आज चाहिँ इन्जेक्सनको सहायताले जुन गाँठो परेको छ त्यो गाँठोलाई म खुलाइदिन्छु है। अनि अहिले चाहिँ एकैछिनमा तपाईँ चाहिँ आफ्नो औला मुठी कस्न खोल्न, मुठी कस्न खोल्न सक्नुहुन्छ। अड्काउनुहोस् त। अब अड्काउनु सिधा गर्नु। फेरि अड्काउनु। ठिक छ? दुख्या छ? अड्किया छ? अब डन भइसक्यो है। ल अड्काउनुहोस् त। अब पुरै मुठी कस्नु, फेरि कस्नु। अड्किया छ? सिधा गर्नु। ल कस्नु त। सिधा गर्नु। फेरि कस्नु। सिधा गर्नु। कस्नु। पहिले घिटिक आवाज आउँथ्यो नि होइन? घिटिक हुन्थ्यो नि। ल चलाउनुहोस् त। औला चलाउनुहोस् त। अड्कियो? अड्किया छैन है। फेरि चलाउनुहोस् त। अड्कियो? अड्किया छैन है। ल भइसक्यो हजुरको है त।